हेलो गाइज नमस्ते सबैजनालाई फाइनल्ली आइफोन 16 प्रो म्याक्स 512 GB भएको आइफोन किनिसकेको छु। अब चाहिँ मलाई यसलाई अनबक्सिङ गर्दैछु, तपाईहरुलाई देखाउँदैछु। अब यसमा के आउँछ हेर्छु म चाहिँ। अनि मलाई आएको चाहिँ ठ्याक्क 9 महिना पुग्यो। 9 महिनामा मैले आइफोन किनिसकेको छु। यसमा चाहिँ अब के आउँछ हेर्छु म चाहिँ भित्र। अब यताबाट खोल्नु पर्यो होला, यताबाट खोल्छु। मतलब रहेछ नि यस्तै रहेछ यार, यताबाट नखोल्छ यार, फोटोमा यस्तो खोल्नु पर्यो। अब यता यसरी खोल्ने रहेछ, यसरी खोलियो। अब चाहिँ फेरि यसरी खोलेँ। अब चाहिँ लास्टमा चाहिँ देखाउँछु तल राखेर, ल तल राखेर खोल्छु म। तल राखेर खोल्दाखेरि खोलिएन फेरि। अब बाहिरतिर राख्छु होला। यसरी खतरा देखिने रहेछ हैन, भित्र राम्रो छ। अनि यसको ग्लासहरु पनि निकाल्नु पर्यो। ग्लास यसरी निकाल्ने, अनि निकाल्यो भने लुक्सहरु खतरा देखिरहेछ हैन। अब यसमा फोटो खिच्ने छु म चाहिँ। स्विच अफ गरिसकेपछि हेर्नुस् है, यस्तो हुने रहेछ। राम्रो छ, ठिकै छ। अब चाहिँ फाइनल्ली मेरो सपना पूरा भएको छ। सबैजना